नमस्ते गाइस, होप यु गाइस आर फाइन। म पनि एकदमै सन्चै छु। अन्त आज चाहिँ हाम्रो फर्किने दिन, मामाको वेस्ट सिक्किम गाउँदेखि फर्किने हो। आज चाहिँ म फर्किने त्यहाँदेखि चाहिँ भर्खर अघि उठेको म, त्यहाँदेखि भर्खर चिया खाएर चाहिँ यहाँ बसिरहेको छु। अन्त अब चाहिँ आज चाहिँ हामी चाहिँ जाने हो, एक दिनको लागि आएको थियौँ। यस्तो छ बाहिर, आज चाहिँ घाम लाग्छ होला, हिजो चाहिँ लागेको छैन हो। हेर्नुहोस् यस्तो छ, बबाल छ गाइस भ्यू चाहिँ। यस्तो छ हो गाइस, त्यहाँदेखि अन्त अब हामी चिङबाट जान्छौँ। अन्त तपाईँहरूलाई म अहिले चिङबाट भेट्नेछु गाइस, बाई बाई। आज चाहिँ छातालले चाहिँ होमस्टे हेर्नु सक्नुहुनेछ, मामाको होमस्टे हो चाहिँ। यो चाहिँ किवीको बोट हो गाइस। किवी अहिले हामी चाहिँ लेक घर आइदिरहेको छौँ हो गाइस, हेर्नु सक्नुहुन्छ यस्तो। अन्त हो, अन्त हामी चाहिँ आज चाहिँ लेक घर, हाम्रो आमाहरू जन्मेको जग्गा हो। पहिला आमाहरू जन्मेको जग्गा चाहिँ यहाँ हो। अब तपाईँहरूलाई म देखाउँदैछु। अब हामी जाँदैछौँ जहाँनिर त्यो घर छ हाम्रो, पहिला कति वर्ष बाद भइसकेको छ हो। अन्त अहिले देखाउँछौँ तपाईँहरूलाई, यतै गर्नुहोस्। दिस इज अ होम गाइस, वेयर आवर मदर्स आर बोर्न। यहाँ जन्मिनु भएको हो हाम्रो आमाहरू। हेर्नुहोस्, यहाँ भित्र रुम छ। रुम अलैँची बारी गाइस यो हो, हेर्नुहोस्। यहाँदेखि चाहिँ नि कञ्चनजङ्घा पनि देख्छ बिहान टक्कैसँगले हो। यहाँ हो, हेर्नु सक्नुहुन्छ, हल्का चुचो चुचो देख्दैछ हो। यो चाहिँ हो कञ्चनजङ्घा, यसलाई चाहिँ कञ्चनजङ्घा हो। यस्तो छ, यस्तो चाहिँ भ्यू चाहिँ हो। माथि बाख्रा कराउँदैछ हो, सबै अलैँची बारी नै अलैँची बारी, घाम लागिदिरहेको छ हो। हेर्नुहोस्, यो चाहिँ हो गाइस हाम्रो गाई राख्ने जग्गा हो। आज छैन गाई, भोलिदेखि चाहिँ अब घरमा मान्छेहरू हुनुहुँदैन, हजुरबाहरू भोलिदेखि चाहिँ आउनुहुन्छ हो। हेर्नुहोस्, यस्तो छ गाई राख्ने जग्गा, सुनसान छ हो। यो चाहिँ टोइलेट हो, सानो खालको टोइलेट छ। हेर्नुहोस् माथि तल सबैतिर। अन्त यस्तो घुम्दैछु म चाहिँ हो अहिले मजाले, हेर्नु सक्नुहुनेछ। यो चाहिँ जुका लाग्छ हौ गाइस पुरा। यहाँभित्र, यहाँ चाहिँ किचन हो गाइस, यहाँ किचन, यो किचन हो। यो लक लगाइराख्नु भएको छ, हेर्नुहोस्।
टक्कैसँगले चस्मा लगाइदिएको गाइस, घाम छ पुरा हो। हामी चाहिँ घुम्छौँ यहाँनिर सट्ट। अब यसलाई बन्द गरौँ, चुक्कु लगाऊँ, त्यहाँदेखि जाउँ हामी। जाउँ अब ल, जाउँ अब ल। लु हामी चाहिँ गइदिएको गाइस अब। गाइस बाई बाई, अहिले म तपाईँलाई फर्केर भेट्छु, बाई बाई। हेलो गाइस, हामी चाहिँ फाइनली आइपुगिसकेको छौँ लेकघरदेखि। हाम्रो मैले अघि देखाएँ तपाईँलाई हामी कहाँ गएको थियौँ भनेर, आइसकेको छौँ हामी। अब हामी चाहिँ जान आँटेको, ब्याग सेक रेडी छ, अब चाहिँ जान आँटेको हो गाइस। हुन्छ गाइस। हेलो गाइस, हामी चाहिँ गाउँबाट आइसकेको छौँ। त्यहाँदेखि आज हेर्नु सक्नुभयो होला, हामी लेकघर गएको थियौँ हाम्रो। अन्त हामी चाहिँ एक दिनमै फर्क्यौँ। त्यहाँदेखि मैले यो भिडियो चाहिँ एडिट गर्नु पाएको थिइनँ र अब ढिलो आउने भयो यो भिडियो। त्यहाँदेखि अब यो भिडियोलाई चाहिँ म यहाँ एन्ड गर्नु चाहन्छु। ओके गाइस, थ्याङ्क यू सो मच फर वाचिङ। प्लिज लाइक, सेयर, सब्सक्राइब।